अभी मजा आएगा ना हुन्छ जुन उमेरको भए पनि हुन्छ 18 वर्ष नागेको हैन 83 वर्षसम्मकोले बच्चा पाउन सक्दो रहेछ ओमा जुन उमेर भए पनि हुन्छ जस्तो सुकै वर्ण भए पनि हुन्छ जस्तो सुकै जात भए पनि हुन्छ कानुनी रूपमा सिंगल हुनु पर्यो अनि मलाई एन्टरटेनमेन्ट गर्न सक्नु पर्यो तू समझा हाँ तिम्रो छेउमै बस्नु बस्छ न डार्लिङ व्हाट अलिकति अतालिए म भाइ थाहा भइसक्यो भाइको अझै उद्घाटन भएर नि रहेछ नाच्दा नाच्दै तपाईँ लडेको घटना छ याद छ लडेको स्टेज फुटेको थियो कहाँ फुटेको थियो त्यो इलाममा हजुर नाच्दा नाच्दै हजुर हजुर स्टेजै फुट्यो हजुर इलाम भग मलाई यही पनि मोज भइरहेछ अहिले तपाईँले हेरिरहेको सर्लक्क ज्यान परेको ऋषिदालाई हेरिरहेको छु म आँखा सेकिरहेको छु यही पनि म मोजै गरिरहेको छु तपाईँलाई लाग्छ इन्टरभ्यू गरिरहेको भनेर म त तपाईँलाई हेरेर मोज गर्न आउँछु यहाँ मात्र होइन मेरो धेरै कुरा ठुलो छ होइन बरु भाइको चाहिँ नि सानो जस्तो लागिरहेको छ क्या मलाई भन्नु हाइट उचाइ जसले परिवारमा बसेर हेर्न सक्नुहुन्छ सबै बसेर हेर्ने नसक्नेले एक्लै हेर्ने त्यो पनि नसक्नेले बाथरुममा गएर हेर्ने त्यो पनि नसक्नेले सिरकले छोपेर हेर्ने अन्त मेरो गीतै मन पर्नु भएको छैन पछिल्लो समयमा चलेको छैन कसरी भन्नु तपाईँको गीत किन मन पराएर नि पछिल्लो समय तपाईँ किन असफल गायिका बन्नुभयो त्यही सोचिरहेको छु म पनि तपाईँ फ्लप गायिका हजुर पहिला तपाईँ अर्काको बुढा खोजेर हिँड्नुहुन्थ्यो मलाई चाहिन्छ अर्काकै बुढा भन्नुहुन्थ्यो किन तपाईँ खोजेकै दाइ मैले अर्काको तपाईँले भन्नुभएको थियो त मलाई त परिपक्व मान्छे चाहिन्छ बिहा गरेको भए पनि हुन्छ भन्नुभएको थियो एक्सपिरियन्स वाला समझ रहे हो यति अत्तालियो कि यो भाइलाई चाहिँ रिबन काटिहाल्नु पर्ने भयो आप कहाँ के ज्ञानी बाबा गर्ने केटा मैले बिहा गर्ने मात्रै होइन कुनै पनि स्त्रीले बिहा गर्ने पुरुष होइन रानीलाई जस्तो सम्मान गरोस् अनि बेश्यालाई जस्तो सम्भोग गरोस् धेरै ध्यान खासमा यसलाई भन्छन् क्या समाज सेवा त्यो चाउचाउ बाँडेर फोटो खिचेर हालेर त्यसलाई समाज सेवा भन्दैन यसलाई भन्छ कि समाज सेवा अच्छा हमको सिखा रिया है कुनै पनि ह्यान्डसम केटाको मन नदुखाउनु एकदम कोमल हुनु सबैको मन राखिदिनु सबैलाई लभ गर्नु क्या बात कर रहे सबैसँग अफेयरमा बस्नु यो हो कि सबैको चित्त चाहिँ नदुखाउनु सबैको चित्त राखिदिनु भने चाहिँ जसरी हुन्छ नि राष्ट्रिय फुल लाली गुराँस राष्ट्रिय जनावर गाई होइन राष्ट्रिय पोसाक दौरा सुरुवाल भने जस्तै म त राष्ट्रिय गर्लफ्रेन्ड बन्न चाहन्छु